ल उहाँ चाहिँ यो फर्मको ओनर रहेछ, मैले कुरा गरिसकेँ हैन। तर यो फर्म चाहिँ यो सबै उहाँको रहे के। यो जति पनि बेर्नाहरू छ नि यो फर्म सबै उहाँको रहे के। कति ठुलो रहेछ हेर्नु त। यो पछाडीदेखि यो तलसम्मको जति पनि यो घर छ नि यो फर्म सबै उहाँको रहे। यो कति ठुलो रहेछ। मैले प्राइस साइज सबै बुझिसकेँ हैन। सुन्तलाको बोट भित्र पनि हेरेँ, तर राम्रै रहेछ है। टन्नै रहेछ, बबाल छ है। सो जे होस्, सुन्तलाको बोट चाहियो भने चाहिँ यहाँ आउँदा राम्रो रहेछ है। टन्नै रहेछ, तपाईँले छानी लिएर जान सकिने रहेछ है मजाले। यो चाहिँ नारेश्वरमा पर्छ है। यो गोर्खा बजारको नारेश्वरमा पर्छ यो। उता बजारबाट अलि टाढै छ हैन, वहाँ डाँडाबाट आउने हो। म त हिँडेर आएको हैन। त्यो उसमा हाल्ने चाहिँ पानी यही होला, तल नर्सरीमा हाल्ने पानी चाहिँ यही होला, यहीबाट त्यहाँ हाल्ने त्यो फर्ममा। यहाँदेखि चाहिँ कालो कत्रै भइसकेको रहेछ। यो चाहिँ एउटै ओनरको है, टन्नै छ ल। यहाँ छ बाटो, यो भइहाल्यो। यहाँबाट सिधाउने तल झर्ने सल्लकै उता पुग्यो है। ल अब चाहिँ म फर्किने हो। सो मैले सुन्तलाको नर्सरी हैन बोट पनि हेरिसकेँ, फर्मभित्र गएर। अनि त्यो प्राइस पनि मैले बुझिसकेँ। अनि प्राइस चाहिँ अब उहाँहरूले ट्याक्स तिर्ने भएको हुनाले अब सरकारबाटै तोकेको प्राइस यति हो भनेर उहाँहरूले भन्नुभएको छ हैन। अनि त्यो भनेर प्राइस चाहिँ म अहिले यहाँ चाहिँ नभनौँ तपाईँहरूलाई हैन। अब सो तपाईँहरूले पनि सलक्क यो चाहिँ कालोपत्रे रोड है। सो यता पनि सानो नर्सरी बनाउन यहाँनिर रहेछ, तर यहाँ चाहिँ ठुलो भइसकेको रहेछ, खासै छैन रहेछ। उतापट्टिमा चाहिँ सानो रहेछ, तर त्यहाँ चाहिँ खासै मलाई राम्रो देखिएन यहाँबाट। अनि सो यही भन्न चाहन्छु राइट। सो आजको चाहिँ भिडियो यति नै हो। र तपाईहरुले यदि जो कोही सुन्तलाको बोट चाहिएको छ भने चाहिँ यहाँ आउँदा राम्रो हुन्छ है। अनि तपाईहरुले यदि लोकेसन थाहा छैन भने चाहिँ तपाईले गोर्खा बजारबाट निस्किसकेपछि सतीपल हुँदै त्यो डाँडाबाट सिधा रोड आउने हैन। सिधा रोडबाट सिधा आइसकेपछि ठ्याक्कै अलि यतापट्टि जंगलतिर आइसकेपछि त्यो जंगलमाबाट चाहिँ दुईटा रोड छ। एउटा चाहिँ तल अलिक हल्का ओह्रालो छ, एउटा चाहिँ यस्तो लाइन यस्तो सिधा छ रोड हैन। हो माथिपट्टि रोडबाट सिधा आउने। अनि सिधा आइसकेपछि ठ्याक्क यो सुन्तलाको फर्ममा आइपुगिन्छ राइट। सो अल राइट। सो आजको भिडियो यति नै भन्न चाहन्छु। ल यहाँहरूले मैले भनिसकेँ, यदि तपाईहरुले अहिले सुन्तलाको बोट रोप्ने सिजन हो र यहाँहरूले सुन्तलाको बोट चाहिएको छ भने यहाँ किन्न राम्रो छ। अरू ठाउँमा होला, तर मैले चाहिँ दुईटा ठाउँमा चेक गरिसकेँ र त्यहाँ चाहिँ राम्रो रहेछ। अनि तपाईहरुले त्यहाँ चाहिँ धेरै फर्म ठुलो भएको हुनाले तपाईले त्यहाँ भित्र चाहिँ छानी तपाईले लिएर जान सकिन्छ हैन। आफूले लाने अनि मजाले रोप्न सकिन्छ। सो